यहाँ है चाहिँदा हुन कति धेरै पेज हुन्छ 1000 पऱ्यो यो साइज पनि यहाँ पहिला साइज पनि बना कन्ट्रोल एम यहाँ जाने प्रिन्टमा कति हुने 225 88 एम ठिक छ यो भएपछि तिम्रो के हुन्छ भने एकैछिन पेज बनाएको ओके कन्ट्रोल भी लगाएर कति ठुलो रहेछ ल बनाएर ठीक है तिमीले लेख्नु भयो है मैले के गर्छु तिमीले लेख्दै है त्यो टेक्स्ट चाहिँ कसरी चेक गरिन्छ हजुर टेक्स्ट कति साइजमा छ मेरो यस्तो यहाँ जाने कन्ट्रोल त्यो कन्ट्रोल ए गर्ने यो सिलेक्ट गर्ने कन्ट्रोल टी गर्ने कन्ट्रोल टी गरेपछि यहाँले 100 भयो है बुझ्यो यो क्यारेक्टर जुन चाहिँ यो उसबाट गयो नि हुन्छ टाइपमा गएर क्यारेक्टर भन्ने यो है टाइपमा गएर पनि ल्याउनु सक्यो कन्ट्रोल टी गरेर पनि ल्याउनु सक्यो होइन जब यो हुन्छ नि यो भएपछि यी कुराहरू हुन्छ नि यसलाई यहाँ कन्ट्रोल एक्सै गर्दै भयो किनकि फोटो राख्नु त हामीले यहाँ पेजमा जाने यसमा जाने कन्ट्रोल सिफ्ट अल्टर भी अब यो छ नि अब मास्टर पेजमा चाहिँ छ नि यो एउटा कन्ट्रोल सिफ्ट अल्टर भी है अब लगाएर अब यति पुरै जाने भयो यो जाने भयो एउटा अनि यो पुरै जाने भयो कन्ट्रोल एक्स गरिदिनु भयो नि होइन अब यो भएपछि मास्टर पेजमा गएर डबल क्लिक यहाँ गएर कन्ट्रोल सिफ्ट अल्टर भी जब यो गर्छ नि यहाँले पेज नोट भयो नि त सुरु भयो नि त हो जब यति बन्छ अनि तिम्रो यहाँबाट स्टार्ट भयो कि बल्ल चाहिँ तिम्रो बन्न सुरु भयो अब चाहिँ अब यसमा यसको लागि जस्तै अब तिमीले यहाँ छ नि यसलाई यस्तै लाने यतिको समय लाने है अब यो अरू चाहियो नि यति यसलाई चाहियो चाहिएन यति लामाहरू लगाएर अझ यसमा पनि तिम्रो यहाँले क्लोन यसरी क्लोन दिन सक्नु पऱ्यो है त यतिको कि अनि यसलाई फेरि कन्ट्रोल सिफ्ट अल्टर सी यो भागबाट यस्तै घटाउने कुरो बुझ्छ फेरि यसरी तान्ने अब यहाँबाट यस्तै तान्दैन कि अब लगाएर लेख्ने कुरा सबैमा सेम हुन्छ क्या यो भयो अब तिमीले यो बनाइसकेपछि कहाँ गर्नु पऱ्यो युटिलिटिज होइन डाटा मर्ज डाटा सिलेक्ट डाटा ओके एउटा नामको लागि नाम प्रिभ्यू गरेँ स्टार नाम होइन यहाँले तल जाने यो पोजिसन अब यहाँ जाने यहाँ आइडी नम्बर आइडी नम्बर अब यस्तो जाने इन्टर गरेँ एड्रेस यहाँ इन्टर गर्ने डेट अफ बर्थ यहाँ इन्टर गर्ने कन्ट्याक्ट यहाँ ओके छ अब हेर्ने प्रिभ्यू ओके छ होइन त नत्र यताउता मिलाउन पनि मिल्छ कि नत्र पहिले मिलाउन ओके भयो मात्र अरू है लगाएर ओके छ नि होइन अब चाहिँ यहाँ जान्छ अनि यहाँले क्रिएट डाटा मर्ज ओके लगाएर भयो नि त 1 2 3 यसरी आइहाल्यो चेन्ज गराएर है यसरी राख्नु पऱ्यो कुरो बुझ्यो अब आफै गर्नु पऱ्यो आफू